ल गाइज अब यसको मसला हामीले बनाउन लाग्छौँ। यसको लागि मेन आलु बोइल गरेको आलु बोइल हुनुपर्छ, अनि हल्का किमा प्याज, अलिकति किमा खुर्सानी, अनि अलिकति धनियाँ पुदिना यो हालेर मिक्स गरेर यसमा हाल्नुपर्ने अहिले मसला। हल्का नुन आफ्नो स्वाद अनुसारले, अनि यो चाहिँ हाम्रो जिरा पाउडर, त्यो पनि स्वाद अनुसारले। ल गाइज यो हाम्रो पानीपुरीको मसला पनि रेडी भयो। एकदम घरेलु टाइप हेल्थी फुड पानीपुरीको मसला। यहाँ चाहिँ पानीपुरीको पानी रेडी भएछ, अनि यहाँ चाहिँ पुरीहरू पहिलाको जुन हजुरले योभन्दा पहिलाको भिडियोमा हेर्नुभएको थियो, यहाँ चाहिँ पुरीहरू रेडी छ। अब खाना सुरु गर्ने। ल ल खाऊ छोरी खाऊ खाऊ, खाना खा त खा। रेनु कस्तो छ पानीपुरी? कस्तो छ पानीपुरी? ल भन न कस्तो छ छोरी पानीपुरी?